साथीहरू नमस्कार। आज हाम्रो देश शोकमा डुबेको छ। हालै सम्पन्न जेनजी आन्दोलनमा अनेकौं युवाहरूले आफ्ना अमूल्य जीवन गुमाउनु पर्यो। तिनका परिवारका लागि अपूरणीय क्षति हो। तर यो पीडा सम्पूर्ण राष्ट्रको साझा पीडा हो। डाक्टरको हैसियतले म सदैव मानवताको सेवामा अडिग छु। जीवन बाँच्नु भनेको केवल सास फेर्नु मात्र होइन, अरूका घाउमा मलम लगाउनु पनि हो। आज म तपाईहरूलाई एउटा व्यक्तिगत निर्णय सुनाउन चाहन्छु। आज म तपाईहरू समक्ष यसै भिडियो मार्फत प्रतिज्ञा गर्दछु, हालैको आन्दोलनमा ज्यान गुमाउनु भएका प्रत्येक शहीद युवाका परिवारजन अर्थात् उनका बुवा, आमा, दाजु, भाइ, दिदी, बहिनी, श्रीमती तथा सन्तानलाई म जीवनभर निःशुल्क उपचार सेवा प्रदान गर्नेछु। मसँग उपचार गर्न आउँदा उनीहरूले कहिल्यै पनि भेटघाट शुल्क अर्थात् भिजिटिङ फी तिर्नुपर्ने छैन। यो बाचा केवल आजको शोक दिवसको लागि मात्र नभएर म जीवित रहुन्जेल वा उनीहरू जीवित रहुन्जेलसम्मका लागि निरन्तर रहिरहनेछ। त्यसैगरी आन्दोलनमा घाइते भएर जसले आफ्नो हात वा खुट्टा गुमाउनु भयो, दृष्टिविहीन बन्नुभयो वा असक्षमताका कारण आत्मनिर्भर बन्न सक्नु भएन, ती व्यक्तिहरूलाई पनि पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गर्नेछु। त्यस्ता घाइतेहरूका परिवारजनलाई समेत म मृतक परिवार सरह नै जीवनभर निःशुल्क सेवा दिनेछु। यो मेरो सानो तथा हृदयदेखि आएको श्रद्धाञ्जली हो, मेरो उहाँहरूप्रतिको सम्मान हो। तर एउटा महत्त्वपूर्ण कुरा, यस सेवा लिन इच्छुक जो कोही पनि मृतक वा घाइतेको परिवारले उचित प्रमाण वा आधिकारिक प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ। किनभने हामी सबैलाई थाहा छ, यस्ता संवेदनशील घडीमा केही नक्कली दाबी गर्नेहरू पनि देखा पर्न सक्छन्। यो सेवा केवल वास्तविक शहीद र घाइते परिवारको लागि मात्रै हो। साथीहरू, मबाट यो सानो योगदानले ती परिवारको पीडा कम गर्नेछ भन्ने आशा म कदापि गर्दिनँ, गर्न पनि सक्दिनँ। तर